छुट्टी साह्रो तोहरी काउँदैन दुईटा रूप सुहाउँछ कि सुहाउँदैन चागो नारायण अर्कैको नाम मुटुमा लेखिन्छ सँगै हिँड्दा बाउ छोरी देखिन्छ चागो नारायण छुट्टी साह्रो नसोच अति भन्छन् सबले राउतको श्रीमती चागो नारायण म त कुरा गर्दैछु सधैँ यति साह्रो नगर बहते चागो नारायण रतिको डोरीले बेच्छन् नि 16-17 वर्षले हेर्छन् नि मैले हेर अन्तै मन फेरेको आँखा फुट्याहरूले हेरेको चागो नारायण केही उठाउन पर्दैन गरुको आँखा फुट्छ तरुनीहरूको चागो नारायण घरमा कुचो देखाएर डराउली नि जाउ घर बुढीले कराउली नि चागो नारायण गैरी खेतको धान राख्ने धनसरमा तिमी बाहेक को छ र संसारमा चागो नारायण छैन मेरो यति मन जाग्या किन होला यो बुढो आइलाग्या तिम्रो हाम्रो भेट हुनु रहेछ नि चञ्चल चञ्चल मन मेरो भाइ छ नि चागो नारायण थान तिमीसँग लाग्दैछ डर छोरा बोलाउ जाऊ तिमी यही घर चागो नारायण जन्ती आउने भएको छ नतिजा ल्याएको छु नि भाइ छोरा भतिजा चागो आज तिमीलाई खै के भएको पाँचवटामा पाँचैको बेभाको चागो नारायण बिहे हुने भएको छ ताईलाई जन्ती बनाई ल्याएको छु सबैलाई चागो नारायण तिम्रै भाग्य रहेछ भाइ खोटी छोरा बोलाउ हेर्छु म एकचोटि तिमी ब्याउली म ब्याउलो भएसी पाउली छोरो मसँग गएसी छोरालाई नि बचाइले बेलाउला नाति पाउँछु अर्को साल खेलाउला तिम्रो हाम्रो मन मिल्ने भएसी छोरै पाउँछौ मसँग गएसी कुमार केटो मलाई मन पर्या ससुराबा के विधिले गरे रहेछौ तिमी जोबानको तनी पनि त कुमारै छ तनी कुरै गर्छौ जति नि घुमार 60 वर्षे भन्दैछ कुमार जति कुरा गरे नि घुमेर बिहे गर्ने हुँदैछ उमेर चागो नारायण थान ससुरा हो सँगसँगै जान्छु बिहे हैन पाटनमा लैजान्छु पाटनमा जान्छौ बेला बेला टाउकोमा हात लान्छौ बसिरा छु उसलाई मन दिएर टेन्सन भयो ससुरा बिग्रेर सालको पात टपरी खिल्दैन हाम्रो जोडी मिल्छ कि मिल्दैन